जोजोलपा नेपाल भाषा लर्निङ। आज हामी सबैले मनपर्ने टिभी प्रोग्राम कमेडी च्याम्पियनको बारेमा कुरा गरेर नेपाल भाषा सिक्न गइरहेका छौँ। नम्बर 1, कमेडी च्याम्पियन हेर्यो? यो हेर्यो भने कसैले क्वेसन सोध्नु पर्यो भने यसलाई नेपाल भाषामा कमेडी च्याम्पियन swoyala 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 कमेडी च्याम्पियन swoyala हेर्यो अर्थात् swoyala। अब हेर्यो भन्नु पर्यो भने चाहिँ नि swoya। नेक्स्ट नम्बर 2, कमेडी च्याम्पियन कस्तो छ? नेपाल भाषामा कमेडी च्याम्पियन गठे चोङ। कमेडी च्याम्पियन गठे चोङ। कस्तो लाग्यो अर्थात् गठे चोङ। नेक्स्ट कमेडी च्याम्पियन रमाइलो छ। यो अब हामीले रमाइलो छ भनेर भन्नु पर्दाखेरि यो क्वेसन चाहिँ होइन। कमेडी च्याम्पियन रमाइलो छ। नेपाल भाषामा कमेडी च्याम्पियन nhyaepuse चोङ। कमेडी च्याम्पियन nhyaepuse चोङ अर्थात् रमाइलो छ अर्थात् nhyaepuse चोङ। र अब यसैमा हामीले क्वेसन सोध्नु पर्यो भने कमेडी च्याम्पियन रमाइलो छ भनेर एन्सरको सट्टा अब यो क्वेसन गर्नु पर्यो भने चाहिँ कमेडी च्याम्पियन nhyaepuse चोङ ला। कमेडी च्याम्पियन nhyaepuse चोङ ला। नेक्स्ट मलाई कमेडी च्याम्पियन मनपर्छ। जिता कमेडी च्याम्पियन जिता कमेडी च्याम्पियन मलाई अर्थात् जिता मनपर्छ अर्थात् त्यस्तै गरी मलाई कमेडी च्याम्पियन मनपर्छ भन्यो। अब तिमीलाई कमेडी च्याम्पियन मनपर्छ भनेर भन्दाखेरि चाहिँ छन् त कमेडी च्याम्पियन भनेर भन्न सकिन्छ। यस्तो छन् त कमेडी च्याम्पियन अर्थात् तिमीलाई कमेडी च्याम्पियन मनपर्छ भनेर क्वेसन सोध्नको लागि। त्यस्तै गरी अब उसलाई कमेडी च्याम्पियन मनपर्छ भनेर भन्दाखेरि चाहिँ हामीले उही त कमेडी च्याम्पियन उही त कमेडी च्याम्पियन नेक्स्ट कमेडी च्याम्पियनले हँसाउँछ। कमेडी च्याम्पियन नि की कमेडी च्याम्पियन नि की हँसाउँछ अर्थात् नि की। नेक्स्ट कमेडी च्याम्पियन कहिले आउला जस्तो हुन्छ? नेपाल भाषामा कमेडी च्याम्पियन गब्ले वैलाई यसरी पनि भन्न सकिन्छ। यो वाइको वाइ होइन कि वै हो। थे जुई कमेडी च्याम्पियन गब्ले वै थे जुई अर्थात् कहिले अर्थात् गब्ले आउला जस्तो हुन्छ अर्थात् वै थे जुई हुन्छ अर्थात् जुई। नेक्स्ट रिमा विश्वकर्मा राम्री छ। यसमा छे पनि हुन्छ जस्तो लाग्छ मलाई। आइएम नट स्योर। रिमा विश्वकर्मा राम्री छे पनि हुन्छ कि जस्तो लाग्छ है। यो जे भए पनि यो मिनिङ भन्न खोजेको चाहिँ अब यही हो है। यसमा कन्फ्युज नहुनु होला। रिमा नेपाल भाषामा रिमा विश्वकर्मा बाला अर्थात् राम्री छ। र अब यो केटीहरूलाई राम्री छ भन्नको लागि बाला भनिन्छ। त्यसै गरी केटाहरूलाई पनि राम्रो छ भन्नको लागि चाहिँ केटाहरूलाई पनि बाला भन्न सकिन्छ। फर एक्जाम्पल अब प्रदीप भट्टराई राम्रो छ भन्नको लागि चाहिँ प्रदीप भट्टराई बाला भनेर पनि भन्न सकिन्छ। त्यस्तै गरी अर्को अब कमेडी च्याम्पियन राम्रो छ भन्नको लागि पनि हामीले कमेडी च्याम्पियन बाला भनेर भन्न सकिन्छ। नेक्स्ट रिमा विश्वकर्माले कुरा गर्ने पनि राम्रो छ। नेपाल भाषामा रिमा विश्वकर्मा लाइगु न बाला। रिमा विश्वकर्मा लाइगु न बाला।
यसमा चाहिँ नि हजुरको रिमा विश्वकर्मा हो, कर्मा मात्र होइन कर्मा हो। जस्तै कि अब यो यस्तो हटाउँदाखेरि अब रिमाले कुरा गर्ने राम्रो छ भन्नको लागि चाहिँ रिमा हुन्छ, मा ट्युनिङ चाहिँ लास्टमा रिमा मात्र होइन रिमा खलाइगु बाला यस्तो पनि यस्तो हुन्छ। नेक्स्ट, कमेडी च्याम्पियनले पेट दुख्ने गरी हँसायो। कमेडी च्याम्पियन न प्वा प्वा श्याक्क श्याक्क नि कल नि कल। कमेडी च्याम्पियन प्वा श्याक्क नि कल। पेट अर्थात् प्वा, अब दुख्ने गरी अर्थात् श्याक्क, हँसायो अर्थात् निकल। अर्को, कमेडी च्याम्पियन कहिले आउँछ अर्थात् नेपाल भाषामा कमेडी च्याम्पियन कबले वै वै। कमेडी च्याम्पियन गबले वै, कहिले अर्थात् गबले, वै अर्थात् आउँछ। नेक्स्ट, हाँस्दा हाँस्दा मेरो गाला दुख्यो। न्यु न्यु जिगु न्यता न्यता श्यात श्यात। न्यु न्यु जु न्यु न्यु जुगु न्यता श्यात। हाँस्दा हाँस्दा अर्थात् न्यु न्यु, मेरो अर्थात् जुगु, गाला अर्थात् न्यता, दुख्यो अर्थात् श्यात। त्यस्तै अर्को, हाँस्दा हाँस्दा आँसु आयो। न्यु न्यु खोबी वल। न्यु न्यु खोबी वल अर्थात् हाँस्दा हाँस्दा अर्थात् न्यु न्यु, आँसु अर्थात् खोबी, आयो अर्थात् वल। नेक्स्ट, हाँस्न मन लागे कमेडी च्याम्पियन हेर। निले मासे वसा कमेडी च्याम्पियन स्व। निले मासे वसा कमेडी च्याम्पियन स्व। हाँस्न मन लागे अर्थात् निले मासे वसा, मन लागे अर्थात् मासे वसा, हेर अर्थात् स्व। त्यस्तै सिमिलर सेन्टेन्स स्लाइटली फरक मैले यहाँ लिएको छु। हाँस्ने भए कमेडी च्याम्पियन हेर अर्थात् अथवा हेर्नुहोस्। निलिउ नि लिउ निलिउसा कमेडी च्याम्पियन स्व अथवा सोया दिस दिस सोया दिस। हाँस्न मन भए कमेडी च्याम्पियन हेर भन्नको लागि चाहिँ निलिउ सा, हाँस्ने भए कमेडी च्याम्पियन हेर अर्थात् निलिउ सा कमेडी च्याम्पियन स्व। निलिउ सा कमेडी च्याम्पियन स्व। जस्तै गरी अब आफूभन्दा एल्डरको लागि मान राखेर भन्नु पर्यो भने हाँस्ने भए कमेडी च्याम्पियन हेर्नुहोस्। निलिउ सा कमेडी च्याम्पियन सोया दिस। नेक्स्ट, कमेडी च्याम्पियनमा सबै राम्रो छ। नेपाल भाषामा कमेडी च्याम्पियनले दक्को दक्को बाला बाला। कमेडी च्याम्पियनले दक्को बाला अर्थात् सबै अर्थात् दक्को, राम्रो छ अर्थात् बाला। राम्रो भन्नु पर्यो भने पनि बाला नै भन्न सकिन्छ। र राम्रो छ एक्ज्याक्ट कन्भर्ट गर्दाखेरि चाहिँ राम्रो बाला छ डु, छलाई चाहिँ हामीले डु भनिन्छ, बाला डु भन्नुपर्छ खास। अब एक्ज्याक्ट कन्भर्ट गर्दा त्यस्तो चाहिँ भनिँदैन, राम्रो छ भन्नको लागि बाला मात्र भनिन्छ। नेक्स्ट, कमेडी च्याम्पियनमा 4 लाइन मेकअप भनेर हँसाएको साह्रै मन पर्यो। अब यसलाई नेपाल भाषामा हेरौँ। कमेडी च्याम्पियनले प्यङ्गु
प्यङ्गु लाइन मेकअप त या तया तया नि कु निकु तस्क तस्क क मात्र होइन क हो तस्क यल यल कमेडी च्याम्पियनले प्यङ्गु लाइन मेकअप तया निकु तस्क यल फेरि एकचोटि म रिपिट गर्छु कमेडी च्याम्पियनले प्यङ्गु लाइन मेकअप तया निकु तस्क यल यो 4 अर्थात् प्यङ्गु 4 लाइन मेकअप अर्थात् प्यङ्गु लाइन मेकअप भयो भनेर अर्थात् तया हँसाको अर्थात् निकु साह्रै मन पर्यो भन्नको लागि तस्क यल मन पर्यो अर्थात् यल आजको लागि यतिकै अब हजुरलाई कस्तो लाग्यो आजको यो भिडियो कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक यू फर वाचिङ शुभ